खोजीमा जान्छौँ, कुनै जङ्गलको बाटो कुनै उडारमा छ, यहाँ सरकार छ तर सरकारमा छ। हरेक पटक कसको खोजीमा जान्छौ, ए छाल को प्यासी त्यहाँ किनारमा छ, ए प्यासी ए छाल को प्यासी त्यहाँ किनारमा छ। डोटीका गजलकार विपिन सलामीको गजल गद्दीबाट सवार गरेका यी दुईटा गजलका शेरबाट आजको डोटी महफिललाई मैले जसको रोशनी हेरी जसको रोशनी हेरी जसको रोशनी हेरी अंधेरी रात काट्दै थिए जसको रोशनी हेरी अंधेरी रात काट्दै थिए झर्यो तारा बिहानीमा कथा कस्तो सुनाएछौ झर्यो तारा बिहानीमा कथा कस्तो सुनाएछौ कसिङ्गर बन्दछन् धेरै कसिङ्गर बन्दछन् धेरै कसिङ्गर बन्दछन् धेरै सजाय कसिङ्गर बन्दछन् धेरै नयनमा प्यारले राखे कसिङ्गर म अनबिके छँदै थिएन तिम्रा छलसँग बस जिस्किन मन लागेको हो एकछिन दलदलसँग। बाले अनुभवको महासागर बोकेर हिँडेका छन्, बाले अनुभवको महासागर बोकेर हिँडेका छन्। छोरा सल्लाह माग्छ छिमेकी अङ्कलसँग, हावाले उडाइरह्यो म समेटिरहे हावाले हावाले उडाइरह्यो म समेटिरहे खै के दुश्मनी थियो मेरो आचरणसँग। यी मिठा गजलका शेर हुन् तारा पल्लवीजीका। कैलालीका सर्जक तारा पल्लवीजीलाई डोटीमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको छ। उहाँलाई तारा पल्लवी छुट्टै पहिचान बोकेको एउटा नाम हो। धनगढीका हरेक कार्यक्रममा सरेको हुनुहुन्छ, आफ्नो आवाजमा गजल गुन्जाउनुहुन्छ। खास गरी पलेटीबाट प्रख्यात पाइसक्नुभएकी तारा पल्लवीजीलाई हामी सबैको प्रिय हुनुहुन्छ। आज हामी डोटी महफिलको पहिलो चरणको दुईटा गजलको लागि म तारा पल्लवीजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धन्यवाद अमर सर। यो हलभित्र हाम्रो हौसला बढाउनको लागि उपस्थित भइदिनु भएका र हामीलाई विशेष अनुभव गराइदिनु भएका यहाँ सम्पूर्णलाई हार्दिक अभिवादन गर्न चाहन्छु। म तारा पल्लवी धनगढीबाट डोट्यालकै छोरी हुँ। पहिलोपटक डोटी टेकेकी छु, एकदमै उत्साहित छु र मेरो पहिलो चरणको पहिलो गजल यसरी सुरु हुन्छ। फेरि पुरानै रूपमा फर्काउन मिल्दैन, फेरि पुरानै रूपमा फर्काउन मिल्दैन, फेरि पुरानै रूपमा फर्काउन मिल्दैन। म खरानी हुँ अझै डराउन मिल्दैन, फेरि पुरानै रूपमा फर्काउन मिल्दैन। म खरानी हुँ अझै डराउन मिल्दैन। नुन छर्किने हातको भिडभाड छ यता, छर्किने Thank you.
पठाइदेऊ नौजाले हेर्छु मैले मुसर्दै हातैका पौजाले हेर्छु मैले मुसर्दै हातैका पौजाले लायो माया र कहिले हरि यता मलाई लाग्दैन निदरी एउटा फोटो पठाइदेऊ नौजाले हेर्छु मैले मुसर्दै हातैका पौजाले हो हातैका पौजाले